ट्याक हो यो चाहिँ यस्तो चुच्चो हुन्छ हैन गाइस म चाहिँ मेरो बा हो गुड मर्निङ भेरी गुड Good morning guys, welcome back to my channel. आज शनिबारको दिन गाइज पानी पर्दैछ सिमसिम ठिकै छ तर पानी परे नि अब चाहिँ त्यस्तो साह्रो जाडो फिल हुन्छ छैन हैन अवस्था अलि कुल टाइपको वेदर छ भनौँ न आजदेखि यतिको कुल चाहिँ ठिकै छ गाइज पानी नै सिमसिम परिरहेको अनि शनिबारको दिन गाइज बिहानदेखि क्लासहरू केही छैन आज फुल अन छुट्टी हो अनि गाइज बिहानदेखि धेरैजनाको छुट्टी नै भएको छ आज कोही कोही जेल गएका छन् हैन राम्रो राम्रो चिज हुँदैछन् अनि गाइज हाम्रो च्यानल पनि हिजो अस्ति मोनेटाइज भएर आज पैसा दिन थालेको छ भनौँ न आज यसले देखाइरहेको छ रेभिन्यू आजदेखि रेभिन्यू दिएको छ आज बिहान रेभिन्यू आइरहेको रहेछ कति भन्दाखेरि यसले एस्टिमेट गरेर मलाई $13.79 एस्टिमेटेड रेभिन्यू दिइरहेछ हुँदैछ गाइज हुँदैछ अब यसो हेरेको यो हिसाब एकदम कम्प्लिट त छैन होला भर्खर सुरु भयो हैन कन्टेन्ट भित्र गएर हेर्दा चाहिँ गाइज हाम्रो सबसे धेरै भ्युज आएको भिडियो भनेको फर्स्ट नै हो क्या फर्स्ट अब त्यो भिडियो चाहिँ गाइज मिस्टर तामाङले सेयर गर्दै भएर पनि होला 19K छ हैन भ्युज वाच आवर पनि 1.3K छ तर एस्टिमेटेड रेभिन्यू यसमा $0.05 छ भन्नाले अब यो टोटल सबै भिडियोको रेभिन्यू नै यस्तै नै छ अहिले देखाएको चाहिँ त्यस्तो छ हैन त्यो टोटल गर्ने हो भने 13 नै पुग्दैन त अब के हिसाब हुँदैछ होला यो बिस्तारै हुन्छ होला हैन तर केही छैन आउँदैछ बिस्तारै हेरौँ गाइज के कति दिन्छ कसो दिन्छ अब $100 नभएसम्म चाहिँ रिडिम गर्न मिल्दैन निकाल्न मिल्दैन रे सुरु हुँदैछ गाइज पैसा आउन नि गर्दै गर्दा हुने रहेछ गाइज हुने रहेछ अब सुरु नगरेसम्म हो सुरु गर्न अप्ठ्यारो छ एकदम बोल्न नि नआउने जस्तो के बोल्ने हुने है अब हुँदा हुँदा अब पतर बोल्न सक्ने चाहिँ बोल्ने पनि बानी भइसक्यो अब चाहिँ यसो चिया खाँदै बिस्तारै छतमा अब यसो सिमसिम पानी परेको रमाउँदै बसिरहेको छु म चाहिँ गाइज अनि यो सबै हुनुमा तपाईँहरूको एकदम ठुलो हात छ गाइज थ्याङ्क यू फर वाचिङ हजुरहरूको सपोर्टको लागि पनि धेरै धेरै धन्यवाद देशमा नि गुड न्युज चलिरहेको छ अहिले भनौँ न हजुरहरूलाई पनि थाहा भइसक्नु होला पक्कै पनि त्यो न्युजहरू त त्यस्तै हो गाइज आजको दिन के हुन्छ कसो हुन्छ हेर्दै गर्नु होला सो गाइज आज चाहिँ घरमा रक्सी पानी प्रोसेस चलिरहेको रहेछ यहाँनिर बन्दैछ ट्याडा अनि यसमा चाहिँ के हुन्छ भने यहाँ चाहिँ कट हुन्छ त्यसमा कटले के भन्छ नेपालीमा जस कार्बोहाइड्रेट्सहरू अब भातहरूदेखि लिएर चिउराहरूदेखि लिएर सबै हालेर गुलियो चिजहरू अनि यिस्ट त्यो फर्मेन्टेसन गर्ने कुहाउने ब्याक्टेरिया हालेर यहाँ चाहिँ अनि फर्मेन्ट गरेर राखिरहेको हुन्छ कति टाइममा सर्टेन टाइमलाई राखिरहेको हुन्छ ठ्याक्क त्यो चाहिँ थाहा भएन अनि यो कुहिएकोलाई चाहिँ यहाँबाट तताएपछि होइन आगो दिएपछि त्यो रक्सी चाहिँ बाफ बनेर जान्छ अब थाहा छैन भने थाहा छ भने ठिकै छ थाहा छैन यसो ज्ञान पेलिदिइहालेको थाहा भएको चाहिँ अनि यहाँनिर यसको यो भाँडाको चाहिँ साइडमा पाल हुन्छ साइड भन्दा नि अब योभन्दा भित्र ठ्याक्क पाल हुन्छ अनि त्यसको बिचमा चाहिँ एउटा भाँडो बसिरहेको हुन्छ क्या भाँडो एउटा अनि यो रक्सी चाहिँ बाफ भएर उडेर जान्छ अनि उडेर गएर यहाँनिर यो पानी राखिरहेको छ नि गाइस यसले चाहिँ सेलाउने काम गर्छ कन्डेन्सेसन गर्ने यसले यसमा ठोकेर सेलाउँछ यो भाँडो चाहिँ अहिले यस्तो खालको चुच्चो हुन्छ कि चुच्चो हुन्छ अनि त्यो ठोकेर सेलाएर यसमा ठोकेर अनि त्यसपछि तलतिर आएर अनि त्यो टप गरेर चुहिरहेको हुन्छ भित्रतिर अनि एउटा भाँडोमा कलेक्ट हुन्छ अब यो डिसमेन्टल गरेपछि चाहिँ म देखाइदिउँ न के कसो हुन्छ अलिअलि अनि रक्सी पनि यस गाइज हाम्रो लोकल घरमै प्रोडक्सन हुन्छ होइन यो अब के भन्ने जातले दिएको भनौँ न म खासै खाने मान्छे चाहिँ होइन तर बनाएर हुन्छ घरमा अनि अब यो यहाँबाट गएर यहाँ जम्मा भएर बसिरहेको हुन्छ भित्र अब एकछिनमा निकाल्छ होला त्यो बेला देखाउँछु म गाइज त्यो गाइज यहाँ चाहिँ अलिअलि टेक्नोलोजी भइरहेछ टक्क यहाँको पानी चाहिँ यसरी यहाँबाट तानेर यहाँ टक्क सिधै जाने गरी होइन अब त्यो बाल्टिनले कोटे निकाल्नु नपर्ने गरी बाउले आइडिया लगाएर राख्नु भएको छ यहाँ बाउले चाहिँ खत्रै दिमाग लाउनुहुन्छ हाम्रो घरमा केही बिग्रियो भने बनाउनु पर्ने भने त्यस्तो केही मान्छे बनाउनु पर्ने नै हुँदैन उहाँले आफैले हेर्नुहुन्छ उहाँ चाहिँ मेरो बाउ हो वेलकम टु माई च्यानल थ्याङ्क यू उहाँ चाहिँ एकदम हट्टाकट्टा नै हुनुहुन्छ अब बारीमा काम गरेर त्यस्तो गरेर होइन म नि हट्टाकट्टा हुनुको कारण उहाँ पनि होला जेनेटिक्स होइन अनि त्यही हो गाइस घरमा केही प्रब्लम भयो कि कोही मान्छे बनाउनु पर्दैन उहाँले नै हेर्नुहुन्छ सबै अब इलेक्ट्रिकल प्रब्लमदेखि उहाँ चाहिँ एनटिसी नेपाल टेलिकम अफिसमा इन्जिनियर हुनुहुन्थ्यो पहिला चाहिँ अहिले चाहिँ रिटायर्ड लाइफ बाँचिरहनु भएको छ उहाँ एकदम यङदेखि नि जस रिटायर्ड लाइफ बाँचिरहनु भएको मान्छे हो त्यो फिजिकल एक्टिभिटी कडा भएर चाहिँ एकदम यङ देखिरहनु भएको कारण हो
त्यसैले गाइज एक्सर्साइजहरू फिजिकल एक्टिभिटीहरू त्यस्तो नि गर्नुपर्छ एकदम इम्पोर्टेन्ट छ अनि गाइज न कोट्याउनु पऱ्यो न के गर्नु पऱ्यो अब त्यो पानी तातेपछि अब यो चाहिँ चिसो पानी जाँदैछ त्यो बाफले सेलाउनलाई चाहियो नि त अनि यो चाहिँ साइकल गरिरहन्छ अब यो प्रोसेस नसिद्धेसम्म अनि तातो पानी चाहिँ यहाँ टक्क फालाउनु पऱ्यो नि के गरेर यहीँ स्टोर भइरहन्छ पहिला त गाइज यस्तो ठ्याक्क रक्सी लिने बेला चाहिँ यसो ड्रममा पानी हाल्दाखेरि बच्चा बेला म त यहाँनिर स्विमिङ खेलेर बस्थेँ त्यस्तो नै गरियो सो गाइज भर्खर फेरि एकचोटि पानी फेऱ्यो अनि यो पानी फेरेको चाहिँ 1 पानी 2 पानी भन्ने त्यो टर्म चाहिँ त्यसबाट आउने रहेछ 1 पानी भन्नाले एकचोटि मात्र पानी फेरेको 2 पानी भन्नाले 2 चोटि पानी फेरेको त्यो चाहिँ अब भनौँ न त्यो रक्सीको स्ट्रेन्थ लेभल त्यसले डिफाइन गर्ने रहेछ एकचोटि मात्र गरेको एकदम कडा 2 चोटि गरेको झन् सफ्ट हुँदै जाने रहेछ हाम्रो चाहिँ यो कति 6th भयो होला होइन 6 पानी 5 पानी रहेछ अनि यो चाहिँ गाइज अब घरमै युज गर्नलाई त्यस्तो अब हाम्रो त भोजहरू कति भइरहन्छ हामी नेवार होइन नेवारको त भोजको कुराहरू त साध्यै छैन अनि त्यसको लागि चाहिँ घरमा प्रोडक्सन गर्ने हो घरमै बनाएर युज गर्नेवाला हो किनेर साध्य नै हुँदैन बाहिरतिर घरमै प्रोडक्सन गरेर पनि बेच्न चाहिँ इलिगलै छ नेपालमा यो चाहिँ घरको युजको लागि भएर चाहिँ त्यो चाहिँ अलाउ गरेको छ गभर्मेन्टले लाइक मैले गुगल गरी हेर्दा चाहिँ 60 लिटरसम्म पर इयर प्रोडक्सन चाहिँ इज अलाउड बाई गभर्मेन्ट फर घरको युज रहेछ सो यो चाहिँ जस घरकै युजको लागि हो त्यस्तो बनाएर बेच्ने त्यस्तो केही पनि होइन हुँदैछ काम अब भइसकेपछि यो अब 5th भनेपछि यो लास्ट टाइम होला यसपछि निकालेपछि भित्रको नक्सा के कस्तो छ त्यो पनि देखाउँला हेर्दै गर्नु होला ल गाइज 5 पानी पनि भयो अब टन हुँदैछ यो चाहिँ कट हो कटलाई नेपालीमा के भन्छ छुट्टै कट क भन्छ नेवारीमा चाहिँ कट भन्ने नेवारीमा भन्छ होला अब त्यो चाहिँ कन्फ्युज भयो यहाँबाट डिस्चार्ज भयो यो चाहिँ यही बाफ हो गाइज रक्सी चाहिँ यही नै हो उडेर आउने बाफ भएर आउने 73 कि 74 डिग्री फरेनहाइटमा इभापोरेट हुन्छ अब मोमेन्ट अफ ट्रुथ ट्याक हो यो चाहिँ यस्तो चुच्चो हुन्छ होइन गाइज अनि यसमा पानी भएकोले यो यहाँ ठोकिन्छ रक्सी अनि यहाँबाट आएर जम्मा भएर त्यहाँ टप गर्ने हो अहिले चाहिँ फेरि सिल बन्द भइहाल्यो एकछिनमा देखाउँछु त्यो चाहिँ देखाएन सो गाइज यो माटोको भाँडामा चाहिँ जम्मा भएर बसिरहेको छ अहिले बाफ भयो अनि यसभित्र चाहिँ अझै यहाँ यो भाँडामा चाहिँ पलपल हुन्छ त्यहाँबाट बाफ आउने हो अनि यसमा ठोकिन्छ अब यो निकालेपछि थाहा हुन्छ हरारा बास्न आइरहेछ गाइज बाफ बनेर उड्नु अगाडि देखाइहाल्छु एकदम क्रिस्टल क्लियर निस्केको छ गाइज अब त्यो बाफले दिँदै नै होइन स्वाई टक्क लगाएर एकदम क्रिस्टल क्लियर बनेको छ होइन अब म एकलट फोटो खिचेर चाहिँ हाल्दैन अहिले एकछिनमा बाफले गर्दा नदेखि चाहिँ यो चाहिँ होममेड हो होमकै लागि हो होमली युजको लागि अब त्यो चाहिँ छोपिहाल्नुपर्छ अहिले तातोमा उड्दै फेरि सिद्धिने बेला हुँदैन एकचोटि बच्चा बेला घरमै रक्सी पार्दाखेरि मम्मीले चाहिँ एउटा सानो कचौरामा केमा बालेर हेरिरहेको थियो अनि म नि गर्छु भनेर मलाई दिनु भएन मम्मीले अनि त्यसपछि चाहिँ मैले पुरा भाँडोमा गएर सँगै टक्क गरेर बालिदिएको थिएँ बल्लाएको थियो अनि कि छोपिहाल्नु भएको थियो मम्मीले त्यो बेला त्यस्तो के हुँदैन भएन बच्चा बेला पोट्याङ धेरै गरियो यो चाहिँ अर्को लटको लागि लोडिङ हुँदैछ गाइज ए सक्यो आजलाई यति नै रे गाइज अब बाहिर अब अङ्कलकोमा जानुपर्ने छ सिधै त्यहीँ भेटौँ ल गाइज होइ पुगिन्छ कि क्या हो ल मेरो खर्च हुने भने गाइज यति नै हो आज चाहिँ आधी जतिको थियो यार गाइज पेट्रोल त्यही पनि 1000 रुपियाँको बल्ल त्यो 1000 रुपियाँले फुल भयो भनेपछि महँगाइले गरेर पेट्रोल घटेछ गाइज गाह्रो छ अनि यो ठाउँ पनि अलिकति डरलाग्दो छ मेरो लागि किनभने यहाँ यो ट्राफिकको स्पिड सेन्सरहरू छ क्यामेरावाला मेरो चाहिँ फेरि एक्सिलरेटर मिटर नै चल्दैन जेरो नै हुन्छ होइन कतिमा जाने भने थाहा हुँदैन थियो यहाँनिर कति जानुपर्ने थियो म सफा भयो बल्ल मजाले 2 दिन पानी परेपछि आज बिहान 2 दिन पानी चाहिँ पर्दा थियो हिजो खतरा पऱ्यो द भ्यू हेर्नु गाइस द भ्यू हो यस्तो राम्रो भ्यू आएको देश छ हाम्रो धुलोले गर्दा केही नदेख्छ
गाह्रो एकचोटि गाइज यहीँको हो के अरे म यहाँ खतरा कुदाएर आएर थिएँ होइन पछि त यही बाटो हो यहाँनिर त बाटो सिद्धि र म त यहाँ खाल्टोमा गुङ्ग खसेर है धन्न के भयो भने यो बाइक भएको होइन सो गाइज अङ्कलको ठाउँमा नै आइपुग्यो यो हो यो नुजा रेस्टुरेन्ट एन्ड बैठक भेन्यू भनेर छ पहिला चाहिँ रेस्टुरेन्ट थियो अहिले चाहिँ बन्द गरिसक्यो यताउता घरहरू बन्द थाल्यो बाटोहरू मिल्न थालेन के हुन थाल्यो अनि अप्ठ्यारो भएर अहिले चाहिँ रेस्टुरेन्ट चाहिँ होइन अहिले घरमा जस्तो गरेर बसिरहेको छन् कुखुराहरू हाँसहरू सबै छन् मौरी पनि छ क्या अरे यहाँनिर पहिला मौरी त हाम्रो पनि पालेको थियो है तर अरिङ्गाल आएर अरिङ्गालले गरेर अब दिनदिनै बिहान बिहानै मौरी मारेर हुन्थ्यो यसो गयो होइन आफूले पनि लट्ठी हानेर बचाउने त्यस्तो त्यस्तो गरेर हुन्थ्यो टाइम पास वेलकम टु माई च्यानल उहाँ त भाउजू हुनुभयो उहाँ निनी हुनुहुन्छ उहाँ टिचर हुनुहुन्छ भलिबल एसोसिएसनको के हुनुहुन्छ मलाई ठ्याक्कै चाहिँ थाहा भएन होइन यस्तै हो क्या गाह्रो छ अनि यहाँ अङ्कलकोमा चाहिँ चैत दसैँको सेलिब्रेसनको लागि चैत दसैँ मनाउनलाई आज ग्यादरिङ हो यसो फ्यामिली त्यही हो गाइस कुन्टे यहाँ छ म चाहिँ मेरो दाइ ह्याप्पी रमाइलो बा गाइस सेलिब्रेसनको लागि टन्न खानेकुरा पाकेर यहाँ रेडी भएर छ मस्यौरा यो चाहिँ के छोइला माछा छोइला नसकिने माछाको छोइला यहाँ पोर्क हुँदैछ म चाहिँ एन्टी हुनुहुन्छ टाउको फ्राई त्यहाँ खानेकुरा टन्नै रहेछ गाइस ल टन्न खानुपर्छ अब डाइटिङ भने आज पनि त्यस्तै हो होइन खाने बस्ने रमाइलो गर्ने गर्नुपर्छ गर्ने बेला गर्ने खाने बेला खाने मिलाउने हो ब्यालेन्स गर्ने हो खाएँ ल सबैजना अलि वरिपरि हुँदा चाहिँ अलि अडा लाग्ने रहेछ क्या त ठिकै छ यहाँ चाहिँ खानेकुराहरू आइसकेको छ टन्नै यो सबै मेरो लागि रे पोर्क यो चाहिँ अघि नदेखाएको भुटन अन्डा माछाको छोइला है गाइस यो चाहिँ एकदम नयाँ हो अहिलेसम्म देखा सुने त्यस्तो केही थिएन खाइहेरौँ लाग्यो पनि अनि प्याज स्याज सब्जी यो चाहिँ लस्सी होला होइन लस्सी मोही खाएँ ल मिठो खाए माछाको छोइला नमस्ते नमस्ते ओ ताली 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 ढिना 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 गो ढिना ढिना गो ओ ढिना 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 वहाँ चाहिँ हजुरआमा गाइस बजेट ठन हेलो ड्याब्यो हेलो डाडियो का डु सोया चोपी डु गुलिमा समनु डु हेलो हजुर ख मफुला ढ्यान्यले हेलो मफुला गुड मर्निङ भेरी गुड भेरी गुड भेरी नाइस म चाहिँ 84 पुग्नु भयो अरे गाइज होइन अझै हट्टाकट्टा हुनुहुन्छ अब एकदम अझ न मुले टेपु मलाई जित अझै नि बोक्नु पऱ्यो नि जग्छ अरे उहाँले बलियो चाहिँ बलियो हुनुहुन्छ एकदम अलिक बिर्सिने चाहिँ बानी भइसक्यो उहाँको अनि अरूले लग्दैला भनेर सामान लुगाइदिन्छ अनि हामी चाहिँ खोजे हुन्छ त्यो चाहिँ भइरहन्छ त्यस्तो नि के खोजे पर्यो कति खोजे हुन्छ तपाईँले अरूले लान्छ भने लुकाउँछ सामान हामी खोजे हुन्छ लुकाउँछ होइन त सुरक्षित राख्नुहुन्छ अनि उहाँले बिर्सिनुहुन्छ अनि त्यसपछि हामी खोजे लाखाटै कहाँनिर त्यस्तो छोपेर राखिदिनुहुन्छ हामी चाहिँ हेरेको हेरे हुन्छ सो गाइस अब चाहिँ अङ्कलको ठाउँबाटै हिँडेको अहिले पहिला जस्तो फ्यामिली ग्यादरिङहरू रमाइलो चाहिँ हुँदैन किनभने पहिला भए कजनहरू हुन्थ्यो दाईहरू भाइहरू दिदीबहिनीहरू हुन्थ्यो अहिले सब अब विदेशमा छ भनौँ विदेशमै छन् एकजना पनि बे भइसक्यो बे भएर अब कोही हुँदैन कोही नै हुँदैन त्यसैले अलिकति झ्याउँछ फ्यामिली ग्यादरिङहरू आजको लागि ग्यादरिङ यति नै थियो यहाँ अब चल्दैको घरतिर म
ट्यागको कुखुराहरू छ यहाँ अघिसम्म चाहिँ हाँस पनि देखिरहेको थिएँ उफ यहाँ रहेछ वाँ 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 कुखुरा पनि थरी थरी छ चल्दिएको गाइस सो गाइस घर आएर एक निन्द्रा सुतेर उठेको त दिउँसोबाट बेलुका भइसकेको छ अब फेरि पानी पर्ला जस्तै छ खत्रै बिचरा चराहरू नि बिस्तारै हावाले धकल्दै उड्ने गाह्रो मानेर उडिरहेको छ खत्रै पानी पर्ला जस्तो छ गाइस अनि त्यही भएर उठ्न साथ यसो कुखुराहरूलाई होइन बाहिर राखिरहेको थियो भित्र राखेर आएको अलिअलि खाइदिनु भयो ट्याक्क ट्याक्क टुक्क कच्याक कुचुक अनि गाइस मेरो फोनको कुलरै हल्लाएको छ अनि त्यो डाउनलोड साउन्ड गर्दा त यस्तो खतरा तात्तिने अनि आजको लागि जुगाड चाहिँ फ्रिज छ फ्रिजमा टक्क लाएर पोको पारेर राखेको थिएँ हेरौँ के कस्तो भयो अहिले चाहिँ सो गाइस प्लास्टिक चाहिँ चेन्ज गरेँ मैले अब किनभने त्योवाला प्लास्टिकमा अलिकति के भइरहेछ कसो भइरहेछ हेर्नलाई खोल्ने बन्द गर्नुपर्ने भइरहेको थियो अब यसमा भएपछि ट्याक्क देखिहाल्छ के भइरहेछ कसो भइरहेछ ट्याक्क सिल पनि लगाएर फ्रिजभित्र गाइस गर्नुपर्छ अनेक जुगाड अनि आज गाइस वाइफाई पनि क्या प्रब्लमेटिक भइरहेछ वाइफाई चल्ने नचल्ने डेटा त झन् चलाइ छैन के भयो अब झन् पानी पऱ्यो हराएर बिचरा मेरो बाइक मैले भित्र हाल्नै बिर्स्यो मजाले पानी पर्न थाल्यो गाइस पानी नि मजाले पर्न थाल्यो तर गाइस जाडो चाहिँ गयो है जाडो चाहिँ त्यस्तो साह्रो चाहिँ छैन अब त सर्ट लगाएर बस्ने दिन पनि आयो टक्क लगाएर अब बिस्तारै ज्यान पनि राम्रो गर्नुपर्छ होइन मलाई चाहिँ जाडो हुनु छोड्यो खुसी लागेको छ मलाई आज बिहान लाङखुट्टे एउटा नि मारेको थिएँ गाइस मैले लाङखुट्टे टोइलेटमा बसेर भेटाएको थिएँ आज मार्दै एउटा लाङखुट्टे पनि उद्घाटन पनि भयो गर्मीको त्यही हो गाइस अब आज बाहिर त गइन्छ जस्तो छैन पापाले मुभी हेर्नु जाऊँ भन्दै थियो अनि त्यो पनि गर्न सकेन किनभने थाकिरहेको थियो खत्रै थाकिरहेको थियो हिजो लेख्यो भने अहिले दिउँसोतिर दुख्नु थाल्यो यस्तो निन्द्रा लाग्न थाल्यो सुत्दै एक लट अनि सुतेर उठ्दाखेरि अब अँध्यारो सध्याएर पानी पर्ने वातावरण भइसक्यो पानी परिसक्यो अब आज घरमै स्याटरडे इज घरमै अनि यहाँ चाहिँ बाबु सुताउनै भाउजू टक्क कडा कसरत हुँदैछ टुक्कु बाबु दुतु सो गाइस आजको दिन यत्तिकै बित्यो अब म अघिदेखि एकछिन यसो गिटार चलेर गीत गाउँदै बसिरहेको थिएँ अनि अब भ्लगमै त हाल्न मिल्दैन कपिराइट लागिहाल्छ पक्कै पनि त्यसैले सर्ट्समा हालेर हेरेको छु सर्ट्समा अहिलेसम्म केही आएको चाहिँ छैन तर छ मैले आज हालेँ भनेपछि तपाईँले आज हेरिरहनु भनेपछि हिजो हालेको छु सर्ट्समा चाहिँ भोलि छुट्टी भयो भएर गाइज अहिले खेल्न लाग्छु म गेम वेलकम ब्याक भन्दैछ गेमले पनि यदि गेम प्ले राम्रो भइहाल्यो भने यसो क्लिप यसो टक्क चाहिँ हालिदिउँ न होइन स्क्रिन रेकर्ड गरेर अब राम्रो भएन भने चाहिँ सिधै गुड नाइट भन्न आउँछु म गाइज Strike is ready. Friendly predator missile inbound. Enemy down. Captured B. Target down. Take out. Take out. Take out. Take out. Warning, friendly nukes been launched. Repeat. UAV online. Get down, sniper. Tank. Care package awaiting orders. Care package. Enemy down. UAV online. Predator missile inbound. Tango down. We're running out of lives. We're capturing B.
सो गाइज गेम पनि खेल्यो एकछिन अनि यसो मोबाइल हेरेको त अघि हालेको गीतमा ड्याप्पै कपिराइट लागेछ ब्लक भएछ अनि यो चाहिँ पुरा लाइक भिजिबलै नहुने खालको ब्लक भएछ भनेपछि त्यो गीत गाएको कभरवाला टिकटकमा मात्र बाँकी होला कि त्यहाँबाट नि हटे एकचोटि हेर्न चाहिँ पर्छ त्यहाँ चाहिँ बाँकी रहेछ टिकटकमा चाहिँ बाँकी रहेछ त्यही गाइज आजको दिन यस्तै बित्यो शनिबार भयो भने खासै केही चाहिँ भएन आजको लागि यति नै गाइज थ्याङ्क यू फर वाचिङ लास्टसम्म डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब एन्ड गाइज गुड नाइट Thank you. Sha la 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 la.